हेलो साथीहरू, आज म बनाउँदैछु आलु मटर सोयाबिनको सब्जी। आलु मटर तेल अहिले गरम हुँदैछ हो। यसमा मैले अहिले सोयाबिनलाई हल्का फ्राई गर्दैछु हो। सोयाबिन हल्का फ्राई गरेर निकाल्नुपर्छ। हल्का ब्राउन भयो। अब यसलाई निकालेर कमाकमा राख्छु अहिले। यसमा अब प्याज हालिदिएँ मैले हैन। प्याज हालेर अलिक सटेक गर्यो। यो अब यसमा मैले टमाटर हालिदिएँ हैन। यसलाई पाक्न थोड़ा टाइम लाग्छ। यसमा मैले सबै मसला हालिदिएँ हो। अन्त अब पाक्नु अलिक टाइम लाग्छ। टमाटर गल्नु टाइम लाग्छ नि त हैन। यसमा अब म मटर हालिदिँदैछु। अब यसलाई एकछिन ढाकेर राख्नु पर्यो।